म एमालेको समर्थक त हो नि त। मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन, तपाई त एमालेको झोले हो नि, किनभने एमाले त झोले अभियानै चलाथ्यो नि। हामीले प्रश्न चाहिँ गरेका छौँ उहाँलाई पनि यो कुरामा। कोठाभित्र बसेर के गर्नुभयो थाहा हुन्न भने केपी ओलीको अगाडिपट्टि बसेर चिया र बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ? बात त सही है। यहाँ त मान्छे मरेको छ, मान्छे गोली हानेर ताकी ताकी। तर उहाँले राजीनामा दिनु भएन, दुःख व्यक्त गर्नु भएन, बरु के भन्नुहुन्छ भने स्वचालित हतियारवाला आएर टटटटटटट पड्काएछ भन्नुहुन्छ। होइन होला के हो? अनि त्यो 76 जना मान्छे मर्दा हजुर 19 जना तपाईँ जस्तै साथीहरूमाथि, त्यो पनि कलेजको ड्रेस लाएको बेलामा गोली चल्दा तपाईँको यो अन्याय भन्ने चाहिँ कहाँ गएको थियो? त्यो बेला पनि अन्यायको आवाज उठाएकै थियौँ हामी। कहाँ? घरमा? हजुर कोठाभित्र? त्यो बेला त कोठाभित्रै बस्ने उ थियो नि त, सिचुएसन थियो नि त। हजुरलाई थाहा छ त्यो दिन? हजुर राम्रोसँग थाहा छ होला। त्यो जनजी आन्दोलनमा जानु भएको थियो? गएको थिएँ। कहाँ हुनुहुन्थ्यो? कि बानेश्वरमा? मिराज ढुङ्गाना जस्तै हुनुहुन्थ्यो? अनि मान्छे मरेको छ, तपाईँ जसलाई छुट्याउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनु म एकछिन लुक दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चनमनसम्म हेलिकप्टर चढेर जान्छ कोही, यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? खत्म, बाय बाय, टाटा, गुड बाय, गया। यो कुरा उहाँले जान्नुहुन्छ। तर उहाँको समर्थनमा आएको तपाईँ, उहाँको ढाल बनेर आएको तपाईँ, उहाँलाई छोड्नु पर्यो। उहाँ हतियार होइन भन्न आएको तपाईँ। त्यत्रो ठुल्ठुलो कुरा नजानुहोस् न, मेरो कुराको सिधा जवाब दिनुहोस् क्या। म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु। हजुर म सुगर खानुहुन्न भन्छु, उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ, उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ है। तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन। त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दा संविधान पढाउनु भएको होइन होइन त्यो भन्न हजुरलाई होइन, हजुरलाई त मैले कहाँ पढाउनु। म तपाईलाई संविधान पढाइदिन्छु। 11 बजेदेखि हामी भेला हुने हाम्रो कुरो थियो। अनि मिन भवनबाट यत्रो ठुलो ग्रुप आए, उहाँहरूले संसद भवनमा आक्रमणै गर्नुभयो। यो पनि हामी प्रत्यक्षदर्शी छौँ। अनि त्यसपछि राष्ट्रिय वाणिज्य ब्याङ्क साइडपट्टिको त्यो पर्खाल, त्यता पनि आक्रमण भयो। सबै देखेको कि ओली पक्षले पढाएको? मैले देखेको प्रत्यक्ष रूपमा। भोकेर आउनु भएको जस्तो के त्यो वक्तृत्व कला हुन्छ? हामी पनि कानुन विपरीत त छैनौँ नि त। कानुन छ नि, अख्तियार अनुसन्धान आयोग आफ्नो मान्छे लगाएर राखेपछि के हुन्छ र? संविधान बनाउने बेला भने होइन 2 वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाइँदैन, सरकार परिवर्तन हुँदैन भनेर कतिचोटि नौटङ्की गर्नुभयो, कतिवटा मुख्यमन्त्री बनाउनु भयो, कतिचोटि प्रधानमन्त्रीले चाहिँ विश्वासको मत लिनुभयो, कतिचोटि शपथ खानुभयो। त्यो कुरामा कतिचोटि प्रश्न उठेन नि त। हाम्रो जेन्जी छोराछोरी उठ्दिएका कारणले मात्रै आज यो दिन आयो।